बिहानीको तातो चियासँगै नयाँ यात्रामा हामी जोडिएका छौँ। सबैलाई नमस्कार। म विमल टेक्निकल युट्युबबाट हजुरहरूसँग जोडिएको छु। आज धेरै लामो समयको अन्तरालपछि छोटो मिठो भिडियो लिएर हजुरसँग म जोडिएको छु। आज भने हामी थोरै सामान किनमेलको लागि चाहिँ पोर्चुगलमा अवस्थित यहाँको सबैभन्दा राम्रो महलमा जाँदैछौँ सामान किन्नको लागि, सपिङ गर्नको लागि हैन। हामी करिब 1.5 घन्टाको बाटो हिँडिसकेपछि गाडीमा हामी यहाँ आइपुग्यौँ। अनि हामी मार्केटभित्र लाग्यौँ सानो टल्लीसँगै। साथीभाइहरूले सामान हेर्दै हुनुहुन्छ। हाम्रो भान्जा, हाम्रो मैले त भाइ भनेर बोलाउँछु उहाँलाई, मेरो साथीहरू हुनुहुन्छ है त। रमाइलो भयो, बाटोको यात्रा पनि एकदम रमाइलो थियो र अब यहाँभित्र छिर्दा पनि एकदम रमाइलो लागेको छ, खुसी छौँ। अब मैले साथीभाइको आवाज राख्न चाहिँ अलिकति गाह्रो लाग्यो, किनकि म्युजिकहरूमा चाहिँ अलिकति यहाँ कपिराइट आउने भएको हुनाले है त। टोपी चिटिक्क सुहाउँछ, ल साह्रै राम्रो सुहाउँछ। यसबाट अलिक टाढा देखिन्छ होला हेर्नु त। यसबाट यो टोपी चाहिँ राम्रो छ है साथी, यो टोपी। उहाँलाई फेरि जस्तो भाइ त्यस्तै टोपी मन पर्दैन, टाढा हेर्ने अरे उहाँले फेरि। झोला लाने भन्दै हुनुहुन्छ है उहाँले। झोला लाने, अब अलिक ठुलो लानु पऱ्यो, सामान पनि अलिकति धेरै अट्नु पऱ्यो, अलिकति क्वालिटी पनि हुनु पऱ्यो भन्ने कुरा। यतिमै गर्दै अनि एउटा झोला चाहिँ मन पर्यो भन्ने कुरा चल्दै थियो। त्यसपछि फेरि अर्को पनि झोला हेर्ने कुरो आयो। हेरिदेऊ न एकछिन, जुन सुहाउँछ त्यही किनमेल गर्ने त हो नि, होइन र? अब हेर्दै जाउँ, मन पर्यो भने लैजाउँ होला। अब यो कलर चाहिँ अलिक ठिक छैन भन्ने जस्तो कुरो भयो। यो चाहिँ अलिक चिटिक्क सुहायो है। ल हजुरलाई चाहिँ चिटिक्क सुहाउँदो रहेछ, उहाँलाई फेरि जस्तो भए त्यस्तै मन पर्दैन फेरि। खै ल यो झोला ठिक छ कि जस्तो छ है, मन पर्यो कि जस्तो छ उहाँलाई। ल यसै लगत्तै फेरि हामी चस्मातिर लाग्यौँ, किनकि हिरो त बन्नु पर्यो, चस्मा चिटिक्क लगाएर। गजब देखिया छ है। ल गजब देखिया छ। उहाँलाई फेरि जस्तो पाए त्यस्तै चस्मा कहाँ हुनुपर्छ र? वास बाइक राइडर जस्तै होइन, यो ठिक छ। यहाँको छोटो मिठो सपिङ पछि हामी फेरि पुनः सबैभन्दा ठुलो महलतिर लाग्यौँ। हल छिटो जानु पऱ्यो, भोक लागेको छ। पहिला चिया नास्ता गर्ने कुराकानी चल्दैछ हाम्रो। कुराकानी चल्दै साथीभाइलाई यसरी यहाँ सानो ब्याग मन पर्यो अरे, अहिले आएर किनौला भन्ने कुरा गऱ्यौँ। अनि हामी त्यसपछि चिया नास्ताको टेबलतिर गयौँ। चिया नास्ता सकेर हामी माथि पहिला फेन्सीतिर लाग्यौँ भनेर माथि फेन्सीतिर लिपथुर गयौँ। त्यसपछि हामी केही समय माथि सपिङ गर्दै हुनुहुन्थ्यो साथीहरू। हामी चाहिँ बसेर बाहिर वेटिङ गर्ने, फोटो खिच्ने, महलमा हेर्ने, भिडियो गराउने गर्दै गऱ्यौँ। अब म एकैछिन साथीको भिडियो बनाइछु भन्दै थिएँ, अनि फेरि क्यामेरा निकालेर हामीले फोटोतर्फ लाग्यौँ सानो मिठो सपिङ पछि है त। यसै लगत्तै फेरि हामी सपिङ मलसँग जोडिँदै स्पोर्ट हाउसमा पुग्यौँ। जुत्ता किन्नु पऱ्यो भन्नुभयो उहाँ दाजुले।
ब्ल्याक क्याप होइन, स्पोर्ट हाउसमा अलिकति महँगो। यो जुत्दाखेरि कतिको भन्दाखेरि 140 युरोको है त। छोटो मिठो सपिङसँगै हामी त्यहाँबाट निस्क्यौँ बाहिर खाजा नास्ताको लागि। यताउता डुल्दा डुल्दै सपिङ गर्दा गर्दै अलिकति भोक पनि लागेको थियो। हामी मार्केटमा छिर्यौँ। त्यसपछि खत्रङ खुत्रुङ खाउँ न भनेर मिठाई बिस्कुट पनि हेरौँ लैजानको लागि भनेर होइन। यहाँबाट चाहिँ म तपाईँसँग चाहिँ पर्दामा देखिन्छु है त। साथीहरू भित्र जानुभएको छ, हामी बाहिर वेटिङमा बसिरहेछौँ। केही सामान ल्याउँदै हुनुहुन्छ, भित्र जानुभएको छ साथीहरू। उहाँ फेरि एकदम फोनमा व्यस्त हुनुहुन्छ। म एक्लै के गर्नु, भिडियो त गराउनु पर्यो भनेर भिडियोतर्फ लाग्यो म पनि। अनि साथीहरू आउनुभयो, त्यसपछि हामी पनि चिया नास्तातिर लाग्यौँ। सानो मिठो नास्तासँगै सपिङसँगै आजको दिनचर्याहरू बित्न थाल्यो। त्यसपछि हामी पोर्चुगलको आल्बुफेरामा लाग्यौँ। त्यहाँ गएर साथीभाइलाई भेट्यौँ, रमाइलो गऱ्यौँ, खायौँ साथीभाइसँगै रमाइलो। ल है साथीभाइले, यति बेला हामी अन्तिम आलुफेराको अन्तिम मार्केटमा हामी जाँदैछौँ नेदै होइन गेन्दै। आलुफेराको हामी अन्तिम मार्केटमा है जाँदै आजको भ्लगलाई यहीँ अन्तिम गर्न चाहन्छौँ। अब हामी एकछिनपछि हामी घर पनि लाग्नुपर्छ, किनकि हामी चाहिँ धेरै थाकेका छौँ।